आज म खेल्नेवाला छु नेपाली डेभलपर्सले बनाएको नेपाली गेम जुनमा 1 MB देखि लिएर 1000 MB का गेम पर्नेवाला छन् र त्यो गेम हरर छन्, फाइटिङ छन् र एकदम बवाल ड्राइभिङ स्किल्सहरु भएको छन्। सो ढिला नगरिकन भिडियोलाई स्टार्ट गरौँ। हाम्रो फर्स्ट गेम चाहिँ रहेको छ हाइट सेट। सो यो चाहिँ एउटा काइटको गेम छ। सो लेट्स प्ले। फर्स्ट गेममा त मैले त्यस्तो राम्रो परफर्मेन्स गर्दिन, नभएको एक्सपिरियन्स मैले देखाउन सक्दिन, तर सेकेन्ड गेममा चाहिँ बवाले हुन्छ। ओके, मैले यिनीहरूलाई हान्दिएँ। मैले चाहिँ आफूसँग नभएको एक्सपिरियन्स देखाएर 14 स्किल गरेको हुन्छु यार सेकेन्ड अटेम्प्टमै। वा, गेम पनि राम्रो छ। दिस इज नेपाली गेम। ओके, म रेट गर्नेवाला छु यसलाई 8 आउट अफ 10। सो सेकेन्ड गेम रहेको छ नाका। नाकामा हाम्रो हुनेवाला छ भेट एउटा डाँकासँग, र त्यो डाँका अलिअलि हेर्दाखेरि भस्म जस्तो देखिन्छ। सो गेम अगाडि हेर्दैछ। सो गेम त राम्रो छ, ब्रेकिङ सिस्टम राम्रो छ, टिल्टिङ स्टियरिङ सबै राम्रो छ, तर एउटा चिज चाहिँ एकदम दामी छ, मरेसी पनि जिउँदो हुन पाइन्छ। द्याट्स द ग्रेट पोइन्ट। ओके, गेम खेल्दा मजा त आयो। सो यो गेम पनि राम्रो छ, ओन्ली 40 MB एन्ड यस्तो राम्रो गेम प्ले। सो यसलाई पनि हामी रेट गर्नेवाला छौँ 8.1 आउट अफ 10, अघिको भन्दा 0.1 बढी। र हाम्रो थर्ड गेम रहेको छ रियल कार ड्राइभिङ। सुरुमा हेर्दा त मलाई त एक बकवास गेम जस्तो लागिरहेको थियो, तर एकछिन खेलेको ठिकै रहेछ होइन। सो थोरै MBमा पनि ठिकै गेम प्ले छ। हेरौँ, हामी एकछिन गेम प्ले हेर्न सक्छौँ। मैले रेसिङ खेलेको हुन्छु र दामी तरिकाले नाइट रेस गरेर विन पनि गर्छु। र यो गेमलाई चाहिँ हामी पहिलाको भन्दा अलिकति थोरै रेट गर्नेवाला छौँ। लेट्स गिभ 7 आउट अफ 10। र हाम्रो फोर्थ गेम चाहिँ नेपा सागा रहेको छ होइन, नामले पनि थाहा पाइन्छ पियो नेपालिटी होइन। सो यो गेमको चाहिँ एउटा स्टोरी पनि रहेछ। यो चाहिँ 0.93 GB को छ, लगभग 1 GB सम्म। अनि यसको चाहिँ एउटा यस्तो स्टोरी रहेछ कि यो हिरोको गाउँमा चाहिँ अट्याक गर्दा रहेछन् गुन्डाहरूले, अनि त्यसको सबै साथीहरू गाउँलेहरू सबै मर्दा रहेछन्। अनि त्यसले चाहिँ बदला लिनको लागि र साथीहरूलाई बचाउनको लागि चाहिँ त्यो जाँदो रहेछ। अनि मैले चाहिँ धेरै इनिमीहरूलाई मारेको हुन्छु होइन, एउटा चाहिँ गुन्डिने केटीलाई नि मारेको हुन्छु। सो दामी गेम प्ले बवाल छ। खेल्दा कति मिनट गयो नि मैले थाहा नै पाइनँ। सो यो गेमलाई चाहिँ हामी रेट गर्नेवाला छौँ 9.1 आउट अफ 10। र फिफ्थ गेम हाम्रो रहेको छ ड्राइभिङ स्कुल। यो गेम सबैलाई थाहा भएको र एकदम फेमस गेम हो। सो यो गेमको बारेमा धेरै कुरा केही नभनौँ र गेम प्लेतिर जाऊँ। र यो गेमलाई हामी रेट गर्नेवाला छौँ 9.4 आउट अफ 10। र हाम्रो फाइनल र सबैभन्दा राम्रो गेम चाहिँ रहेको छ अर्बन लेजेन्ड्स बाई असिम साके। यो गेम चाहिँ एकदमै डरावनी भूतको गेम हो। सो प्लिज तिमीहरू एक्लै र रातिमा हेरिरहेको छौ भने चाहिँ यो भागलाई स्किप गर, त्यस्तो डरलाग्दो नै छैन, यतिकै भन्दै गयो। अनि यसमा चाहिँ हाम्रो अब्जेक्टिभ के हो भने एउटा चाहिँ लाइट हुन्छ हो, त्यसमा चाहिँ जाने हो, भूतहरू हुन्छन् हो, तिनीहरूबाट बच्नुपर्छ। सो मैले सेकेन्ड ट्राईमै लाइटलाई इग्नाइट त गरेँ, तर मैले सबै लाइटलाई इग्नाइट गर्न सकिनँ। धेरै एटेम्प्ट गरेँ तर भूतले मलाई नै तर्साइदिए के। सो यो गेमलाई हामी रेट गर्नेवाला छौँ 9.9 आउट अफ 10। सो वाट डु यु वान्ट टु टेल अबाउट दिस गेम? तो कमेन्ट सेक्सनमा भन्न सक्छु। सो हामीले नेपाली डेभलपर्सले नेपालमै बनाएको चाहिँ डिफ्रेन्ट 5 गेम्सहरू खेल्यौँ, टप गेम्सहरू। सो तिमीहरूले चाहिँ अर्को भिडियोमा चाहिँ के देख्न चाहन्छौ? सो लेट मी नो इन द कमेन्ट सेक्सन। अनि मैले पहिला नि भनिरहेको कुरा हो, मलाई फ्री फायर प्लेयर्सहरूको हेल्प चाहिएको छ। सो मेरो डिस्कर्ड जोइन गर्न सक्छौ, हामी भिडियो बनाउँदैछौँ।